महोदयज्यू, निर्णायक मण्डल, उपस्थित गुरुवर्ग तथा मेरा प्यारा साथीहरू, म समृद्धि पन्त, म आशुतोष थापा। आज हामी तपाईहरुलाई यस ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व भन्ने विषयमा वक्तृत्व कला प्रतियोगितामा स्वागत गर्दछौं। यस प्रतियोगिताका नियम यस प्रकार रहेका छन्। वक्ताले कुनै पनि लिखित सामग्री हेरेर बोल्नु पाउने छैन र वक्ताले 5 मिनेटसम्म बोलिसक्नु पर्नेछ। 4 मिनेटमा जनौ घण्टी बज्छ र 1 मिनेट सकेपछि वक्ताले आफ्नो भनाइ तुरुन्तै रोक्नु पर्नेछ। प्रतियोगीले बोल्दाखेरि कुनै पनि धर्म, संस्कृति, लिङ्ग प्रति उपेक्षित गर्ने पाइने छैन। प्रतियोगीको मूल्याङ्कन निर्णायक मण्डलको निर्णयले अन्तिम निर्णय रहनेछ। अब धेरै ढिला नगरिकन हाम्रो आजको कार्यक्रमको पहिलो व्यक्तिलाई बोलाउन चाहन्छौँ। यस प्रतियोगिताको पहिलो प्रतियोगी आर्यना श्रेष्ठलाई जोरदार तालिका साथ मञ्चमा बोलाउन अनुरोध। अध्यक्ष महोदय, निर्णायक मण्डल, गुरुवर्ग र सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार दिदछु। म विवान श्रेष्ठ आज ज्येष्ठ नागरिक हाम्रो दायित्व भन्ने विषयमा केही 1-2 शब्द भन्न गइरहेको छु। ज्येष्ठ नागरिक भनेका 60 वर्षभन्दा माथिका बालिकाहरू वा व्यक्तिहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। धेरै महत्त्वपूर्ण भूमिका रहेछ। ज्येष्ठ नागरिक बुढाबुढीहरू धेरै बाहिरबाट मात्रै अशिक्षा देख्दै हो, तर भित्रबाट राम्रो अशिक्षा देखेका हुन्। ज्येष्ठ नागरिक कुनै मानिसहरूले ज्येष्ठ नागरिकलाई घरबाट त्यतिकै निकाल्छन् केही कारणले, तर ज्येष्ठ नागरिकले हाम्रो जीवनभरि केही हामीलाई हेरेका हुन्छन्। तर हामीले घरबाट निकालिस् भने के मन दुख्छ होला उहाँको। उहाँहरू जीवनभरि हेर्नुभयो र निकालेपछि केही मनको दुख्छ होला। ज्येष्ठ नागरिक केही 60 वर्ष पुरा भइसकेपछि एउटा व्यक्तिको केही काम गर्न थोरै गाह्रो हुन्छन्, तर हामीले त्यस्तो भएर माया गर्नुहुन्न, घरबाट निकाल्न त्यस्तो सोच्नुहुन्न। 80 वर्षको बुढा काम गर्छन्। जीवनभरि हेरेर हामीले पनि माया गर्नुपर्छ। ज्येष्ठ नागरिक प्रचलित राष्ट्रको सामाजिक प्रचलितमा ज्येष्ठ नागरिक एउटा महत्त्वपूर्ण रूपमा बस्दछ। एउटा कथा पनि भन्छु। ज्येष्ठ नागरिक एक घरमा एकजना मानिसले आफ्नो मम्मी बाबालाई धेरै माया गर्दछ। नमस्कार, यहाँ उपस्थित गुरुवर्ग र मेरो प्यारा साथीहरू, मेरो नाम आर्यना श्रेष्ठ हो। आज म ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्वको बारेमा भन्न गइरहेको छु। ज्येष्ठ नागरिक भनेको के हो त? ज्येष्ठ नागरिक भनेको 60 वर्ष कटेपछि हुने मानिसहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। हामीले ज्येष्ठ नागरिकलाई सम्मान र आदर दिनुपर्छ। उहाँहरूको 60 वर्ष कटेपछि उहाँहरू बच्चा जस्तै व्यवहार गर्नुहुन्छ। बच्चा जस्तो व्यवहार गरेपछि उहाँहरूलाई कुट्ने, पिट्ने, हेप्ने गर्नु हुँदैन। अब म तपाईहरुलाई एउटा स्टोरी सुनाउँछु।
छोरालाई धेरै पालपोषण गरेर पालेको हुन्छ। त्यो छोरा भोलि पर्सिमा ठुलो बनेपछि धेरै नै सक्सेसफुल हुन्छ र उसको मामुले उसको लागि राम्रो केटी खोज्छ। उसले एउटा केटी पाएपछि उसलाई बिहा गरिदिन्छ, तर बिहा गरेपछि चाहिँ त्यो केटी नराम्रो छ भनेर थाहा पाउँछ। त्यो केटीले त्यो छोरालाई भन्छ कि त्यो बुढी आइमाईलाई आश्रममा छोडेर आऊ, नत्र म तिमीसँग बस्दिन भन्छ। त्यो छोराले उसको बुढीलाई धेरै माया गर्छ र भन्छ कि ल म छोडेर आउँछु भन्छ। अनि उसको मामुलाई छोडेर आउँछ। एक दिनको कुरा हो, खिर खाने दिनमा उसको आमालाई आश्रममा खिर बनाउने बेलामा उसको छोराको याद आएर घर गएर खिर बनाउन जान्छ, तर उसको बुढीले ढोका खोल्छ र उसलाई गाली गरेर पठाउँछ। त्यो गाली गरेको देखेर त्यो छोराले उसको बुढीलाई पिट्छ, मतलब गाली गर्छ र म तिमीसँग बोल्दिनँ भनेर उसलाई घरबाट निकालिदिन्छ। अनि उसको आमालाई कहिलेकाहीँ भेट्न जान्थ्यो। अनि एक दिन चाहिँ आश्रमबाट कल आउँछ र त्यहाँको क्रिकेटको मान्छेले भन्छ कि उसको तिम्रो आमा बिरामी छ, हेर्न आऊ भन्छ। अनि भेट्न आउँदाखेरि उसको आमाले चाहिँ भन्छ कि आश्रमको सबै झ्यालहरू राम्रो बनाउनु र चिसो हावा नछिने बनाऊ भन्छ। अनि यहाँ मिठो खाना र पुग्ने खाना देऊ भन्छ। तर छोराले पहिल्यै तपाईँ हुने बेलामा किन नभन्नु भएको हो भनेर सोध्छ र उसको आमाले भन्छ तिमीलाई पनि। नमस्कार, यहाँ भएका गुरुमण्डलज्यू सम्पूर्ण साथीहरूलाई आज म यहाँ मञ्चमा बसेर ज्येष्ठ नागरिक प्रति हामीले गर्नुपर्ने दायित्वको बारेमा केही भन्न गइरहेको छु। ज्येष्ठ नागरिक भनेको 60 वर्षभन्दा ठुलेका व्यक्तिहरूलाई भनिन्छ। यी व्यक्तिहरू धेरै पाका हुन्छन् र धेरै ज्ञान र सिपले थाहा पाएका हुन्छन्। यिनीहरूको कुरा हामीले बुझिदिनु पर्छ। हामीले ज्येष्ठ नागरिकलाई गएर बाहिर छोडिदिने र कुटपिट गर्नुहुन्न। हामीले ज्येष्ठ नागरिकलाई धेरै सम्मान गरेर राख्नुपर्छ। अहिले सरकारहरूले ज्येष्ठ पाका हुन्छन् र धेरै ज्ञान र सिपले थाहा पाएका हुन्छन्। यिनीहरूको कुरा हामीले बुझिदिनु पर्छ। हामीले ज्येष्ठ नागरिकलाई गएर बाहिर छोडिदिने र कुटपिट गर्नुहुन्न। हामीले ज्येष्ठ नागरिकलाई धेरै सम्मान गरेर राख्नुपर्छ। अहिले सरकारहरूले ज्येष्ठ नागरिकलाई गरे जस्तै सम्मान गर्नुपर्छ र अहिले हामीले पनि सम्मान गर्नुपर्छ। आज यहाँ फेरि म एकचोटि केही कथा भन्न गइरहेको छु। एक दिन एउटा छोरी थिइन् अनि उसलाई आफ्नो आमाको र बाको धेरै माया लाग्थ्यो। एक दिन बा धेरै ठुलो भएर बिते र आमा मात्र बाँकी रहिन्। छोरीको विवाह गर्न आमाले धेरै खर्च गरिन् र विवाह गरिदिन्। छोरीले म मेरो आमालाई यहीँ लिएर जान्छु भनेर भन्न थालिन् र त्यहाँको उसको बुढाले आमालाई लिएर नजाने भने छोरीले झगडा गर्न थालिन्, तर बुढा रिसाएर आमालाई हानी मारिदियो। यही भन्दै म आफ्नो यो स्पिच यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। सभाध्यक्ष, गुरुवर्ग, मेरा सम्पूर्ण साथीभाइहरू, म आरुष बलकाई कक्षा 7 खबाट आज आयोजित ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व भन्ने वक्तृत्व कलामा केही आफ्ना भनाइ राख्न गइरहेको छु। ज्येष्ठ नागरिक भनेको नाना काटिसकेका
भन्दा माथिका बुढापाका मानिसहरू। उनीहरू देख्नमा बुढा हुन्छन् तर शिल साहित्य कलाले उनीहरू अहिलेसम्म जवानै हुन्छन्। हाम्रो नेपाल सरकारले पनि ज्येष्ठ नागरिकहरूलाई धेरै काम गरेको छ। हामीले कहिल्यै बसमा ज्येष्ठ नागरिक देख्यो भने उनीहरूलाई आफ्नो सिट छोडेर उनीहरूलाई राख्नुपर्छ। एउटा भनाइ पनि छ, कुरा सुन्नु आगो ताप्नु बुढाको, कुरा सुन्नु बुढाको। हामीले आफ्ना आमा बुबा कानी आमा बुबा हाम्रा हजुरआमालाई हामीले वृद्धाश्रम लाने बानी गरेका छौँ। हामीले त्यस्तो गर्नु हुँदैन। हामीले आफ्नो आमा बुबालाई आफैसँग राख्नुपर्छ। उहाँहरूलाई चाहिने घाँस वास कपासको व्यवस्था गरिदिनुपर्छ। उहाँहरूलाई काहीँ घुम्न जान मन लागेको छ भने हामीले उनीहरूलाई वहाँ लगिदिनुपर्छ। हामीले बुढापाका मानिसले भनेको सबै कुरा मान्नुपर्छ। उनीहरूलाई सहयोग गर्नुपर्छ। उनीहरूलाई केही काममा सहयोग चाहिन्छ भने सहयोग गर्नुपर्छ। उनीहरूको लागि केही काम गरिदिनु छ भने गरिदिनुपर्छ। उनीहरूलाई कहाँ घुमाउन लैजानु छ भने घुमाउन लैजानुपर्छ। हामीले यो कुरा याद राख्नुपर्छ कि हाम्रो धन सम्पत्ति भन्दा पनि हाम्रो ज्येष्ठ नागरिक बढी महत्त्वपूर्ण हुन्छन्। यति भन्दै म आफ्नो भनाइ यही टुङ्गाउन चाहन्छु। हस्, धन्यवाद। नमस्कार। यहाँ उपस्थित हुनुभएका सभाध्यक्ष महोदय, निर्णायक मण्डल, उपस्थित गुरुवर्ग तथा मेरा प्यारा साथीहरू, म आश्रम सभा कक्षा 7 बाट आज तपाईँहरूको सामु यस विद्यालयले आयोजना गरेको ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व विषय वक्तृत्व कला प्रतियोगितामा म आफ्नो केही तर्कहरू बताउन गइरहेको छु। ज्येष्ठ नागरिक भनेको 60 वर्षभन्दा बढी उमेर भएका व्यक्तिलाई भनिन्छ। उमेरले पाका देखिने तर ज्ञान, सिप, कला र अनुभवले परिपूर्ण भएका व्यक्ति नै ज्येष्ठ नागरिक हुन्। ज्येष्ठ नागरिकले नयाँ पुस्तालाई नेतृत्व दिन्छन् र भविष्यको बाटो देखाउँछन्। हामीले ज्येष्ठ नागरिकलाई आदर सम्मान गर्नुपर्छ। आदर सम्मान भन्नाले अरूलाई गरिने अभिवादन, नम्र बोली, शिष्ट व्यवहार भन्ने बुझिन्छ। राज्यले पनि ज्येष्ठ नागरिकलाई सहयोग गरेको छ, तर त्यतिले मात्र हुँदैन। हामीले पनि ज्येष्ठ नागरिकलाई सक्दो सहयोग गर्नुपर्छ। हामीले आमा बुबाबाट सम्पत्ति लिने तर सहाराको आवश्यक परेको बेला ज्येष्ठ नागरिकलाई उचित हेरचाह नगर्नु त्यो धेरै गलत हो। हामीले ज्येष्ठ नागरिक मैत्री अस्पताल, व्यायामशाला, ध्यान तथा योग केन्द्रको निर्माण गरी उहाँहरूको रुचि र आवश्यकतालाई पुरा गर्नु हाम्रो दायित्व पनि हो। अहिले पनि कुनै समाजमा ज्येष्ठ नागरिकहरूको हेरचाह नगरी ज्येष्ठ नागरिकहरूलाई वृद्धाश्रममा लग्ने गरिएको छ। हामीले त्यस्तो चाहिँ गर्नुहुन्न। हामीले ज्येष्ठ नागरिकलाई सम्मान, सहयोग र हेरचाह गर्नुपर्छ। म मेरो भनाइलाई अन्त्य गर्नुभन्दा अगाडि तपाईँहरूलाई एउटा उखान भन्न गइरहेको छु। जुन रुखले डाँडो छेक्छ त्यही रुखले न्यानो दिन्छ। यस उखान टुक्काले भन्न खोजेको हो कि जब ज्येष्ठ नागरिकहरूले हाम्रो कुनै ज्ञान, सिप, कलाहरूका कुराहरू साटासाट गर्छन्, हामीले यस्तै त हो नि साझा कुरा भनेर यतिकै छोडिदिन्छौँ। तर होइन, ज्येष्ठ नागरिकले हाम्रै भविष्य, हाम्रै राम्रोको लागि भन्नुहुन्छ। यति भन्दै म हाम्रो नेपाली शिक्षिका सुस्मिता म्यामलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु, किनभने उहाँले मलाई यस विषयमा भन्न अवसर दिनुभएको छ र मेरा सम्पूर्ण साथीभाइहरूलाई पनि मेरो विषयमा मैले बोल्दा धेरैपूर्वक सुनिदिनु भएकोमा धन्यवाद। मण्डल, उपस्थित गुरुवर्ग र मेरा सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार। म एलिसा श्रेष्ठ, कक्षा 7 खकी विद्यार्थी। ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व विषयको व्यक्तित्व कला प्रतियोगितामा आफ्नो तर्कहरू राख्न गइरहेको छु। कानुनको मान्यता अनुसार 60 वर्ष वा सोभन्दा माथि पुरा गरेका मानिसहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उमेरका पाका तर ज्ञान, सिप र अनुभवले खारिएका परिपक्व व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ। ज्येष्ठ नागरिकहरू समाज, राष्ट्र र
परिवारका गहनाहरू हुन्। सर्वप्रथम हामीले ज्येष्ठ नागरिकहरूलाई सम्मान र आदरको व्यवहार देखाउनुपर्छ। हामीले ज्येष्ठ नागरिकहरूको भावनामा कहिले पनि चोट पुर्याउनु हुँदैन। हामीले ज्येष्ठ नागरिकहरूलाई अरूको उत्कृष्ट हेरचाह गर्नुपर्छ र आदरको व्यवहार देखाउनुपर्छ। यति नै भन्दै म आफ्नो विचारहरू यही अन्त्य गर्न जाँदैछु। धन्यवाद। सभाध्यक्ष महोदय, निर्णायक मण्डल, गुरुवर्गहरू एवं मेरा सम्पूर्ण साथीहरूमा म कक्षा 7 खबाट गृहवाणी कुवाको तर्फबाट न्यानो अभिवादन। यस विद्यालयले आयोजना गरेको वक्तृत्व कला शीर्षक ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व वक्तृत्व कलामा भागीदार हुनु पाउँदा म हृदयदेखि नै खुसी एवं आभारी छु। कानुनी मान्यता अनुसार 60 वर्ष वा त्योभन्दा बढी उमेर पुगेका व्यक्ति नै ज्येष्ठ नागरिक हुन्। ज्ञान, सिप र अनुभवले परिपक्व तर अलिकति जेठा र बुढा मानिस नै ज्येष्ठ नागरिक हुन्। राष्ट्रले पनि उनीहरूको लागि धेरै गरेको छ, तर त्यतिले मात्रै नपुगेपछि हामीले पनि उनीहरूको लागि गर्नुपर्ने धेरै अवस्था आएका छन्। उनीहरूलाई यत्तिकै छोड्नु नहुने, उनीहरूले गरेको कामलाई यत्तिकै टुङ्ग्याउनु नहुने जस्ता पनि अलिकति उनीहरूका लागि व्यायामशाला, ध्यान र योग केन्द्र निर्माण गर्नु पनि हाम्रै दायित्व हो। यति भन्दै म आफ्ना तर्कहरू यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। समाज यत्तिकै राम्रो हुन्छ जतिसम्म उसले ज्येष्ठ नागरिकको कदर गर्न सिक्छ। यस वक्तृत्व कला प्रतियोगितामा रहेका सभाध्यक्ष महोदय, निर्णायक मण्डल, उपस्थित गुरुवर्ग एवं मेरा सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार। म आज यस ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व विषयक वक्तृत्व कला प्रतियोगितामा मेरा 2 शब्द राख्न गइरहेकी छु। कानुनी मान्यता अनुसार 60 वर्ष वा सोभन्दा माथि उमेर पुरा गरेका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छ। ज्येष्ठ नागरिकहरूले जीवनमा सिप, ज्ञान र अनुभव हासिल गरिसकेका हुन्छन्। ज्येष्ठ नागरिकहरूले नयाँ पुस्तालाई नेतृत्व दिने र भविष्यको बाटो देखाउने गर्दछन्। यस्ता इतिहासका धरोहरहरू मानिने ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व धेरै छन्। सानैदेखि हामीलाई पाल्दै आएका आमा बुबालाई हाम्रो सहारा चाहिएपछि हामीले एक्लै छोड्नु हुँदैन। मेरी आमाको क्याम्पसबाट हामीलाई पशुप्रति भ्रमण लाग्दा त्यहाँ बस्ने बुढापाकाहरूलाई देखेर मेरो मन भारी भयो। आफ्नै हातले हुर्काउँदै आएका छोराछोरीले पाल्न सक्दिन भनेर छोडेर जाँदा उहाँहरूलाई कति नराम्रो लाग्छ होला। ज्येष्ठ नागरिकलाई हामीले श्रद्धाको साथ मायालु व्यवहार गर्नुपर्छ। ज्येष्ठ नागरिकहरू स्नेहका भोका हुन्छन्। उहाँहरूलाई हाम्रो सानो सानो कुराहरूले चित्त दुख्ने र मन दुख्ने हुन्छ। ज्येष्ठ नागरिकहरूको मानसिक र शारीरिक अवस्थामा ध्यान दिनु परिवारका सदस्यहरूको दायित्व हो। ज्येष्ठ नागरिकहरूको शारीरिक असफलतामा ज्येष्ठ नागरिकको सहारा बन्नु परिवारका सदस्यहरूको दायित्व हो। 2 जना आमा बुबाले 4 जना छोराछोरीहरूलाई बोझ नमानिकन पाल्नु, तर त्यही 4 जना छोराछोरीले 2 जना आमा बुबालाई बोझ मान्नु त उचित हो र? यही प्रश्न म तपाईहरूलाई सोध्दै म आफ्नो भनाइ अन्त
चाहन्छु। धन्यवाद। नमस्कार, यहाँ भएका उपस्थित सबैजनालाई म आज ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्वको बारेमा केही कुरा भन्न गइरहेको छु। ज्येष्ठ नागरिक भनेको 60 वर्षभन्दा अगाडिको व्यक्तिलाई भनिन्छ। ज्येष्ठ नागरिक भन्नाले ज्येष्ठ नागरिकलाई हामीले सम्मान गर्नुपर्छ। ज्येष्ठ नागरिकलाई हामीले भेदभाव गर्नु हुँदैन। ज्येष्ठ नागरिक हाम्रो राष्ट्रिय गहना हुन्। ज्येष्ठ नागरिकलाई भेदभाव पनि गर्नुहुन्न। ज्येष्ठ नागरिक हाम्रो परिवारमा ठुलो एउटा सम्मान हुन्। ज्येष्ठ नागरिक एउटा पहिल्यैदेखि आउनु भएका व्यक्तिहरू हुन्। धन्यवाद। यहाँ उपस्थित सभाध्यक्षज्यू, निर्णायक गुरुजन र मेरा प्यारा साथीहरूलाई हार्दिक अभिवादन। आज म प्रसन्न कोइरालाले ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्वको बारेमा केही भनाइ भन्न गइरहेको छु। 60 वर्षभन्दा बढी उमेरका मानिसहरू ज्येष्ठ नागरिक हुन्। उमेरमा पाका भएर पनि ज्ञान, सिप र कलाले भरिपूर्ण यी ज्येष्ठ नागरिक नेपाल परिवार, समाज र राष्ट्रका गहना र प्रेरणाका स्रोत हुन्। उहाँप्रति हामीहरूले मायालु व्यवहार गर्नुपर्दछ, सम्मान र आदर गर्नुपर्दछ। हामीले उहाँहरूको शारीरिक र मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्दछ, नभए उहाँहरूको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पर्न सक्छ। उहाँहरूबाट हामीले पुरानो संस्कृति, परम्परा, चालचलन आदिको बारेमा थाहा पाउन सक्छौँ। ल यति भनेर म मेरो भनाइलाई यही। सभाध्यक्ष महोदय, निर्णायक मण्डल, सम्पूर्ण गुरुवर्ग र मेरा प्यारा साथीभाइहरू, आजको यस ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व भन्ने वक्तृत्व कला प्रतियोगितामा म भाग लिन पाएकोमा धेरै खुसी छु। अब म ढिला नगरी मेरा तर्कहरू प्रस्तुत गर्न गइरहेको छु। 60 वर्ष वा सोभन्दा बढी उमेर पुगेका मानिसहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उमेरले पाकादेखि ज्ञान, सिप र अनुभवले खरिएका परिपक्व भएका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिन्छन्। ज्येष्ठ नागरिक हाम्रो परिवार, समाज र राष्ट्रका गहनाहरू हुन्। संस्कृतमा एउटा भनाइ छ, मातृदेवो भव, पितृदेवो भव। यथार्थमा ज्येष्ठ नागरिकहरू जिउँदो देवताहरू हुन्। यसो भनेको कारण अहिले वर्तमानमा जे जति उपलब्धि भएको छ ती सबैका अवतारहरू ज्येष्ठ नागरिक नै हुन्। ज्येष्ठ नागरिकको समाजमा हामीले भेडा र दुर्व्यवहार होइन, माया, ममता र प्रेमको अँगालोमा बाँध्न सक्नुपर्छ। ज्येष्ठ नागरिकहरू स्नेहका भोका हुन्छन्। हरेक परिवारका सदस्यले आफ्नो ज्येष्ठ नागरिकको शारीरिक र मानसिक अवस्थामा ध्यान दिनुपर्छ। नेपाल संविधान 2072 को धारा 41मा राज्यबाट ज्येष्ठ नागरिकहरूलाई विशेष संरक्षण वा सामाजिक सुरक्षाको हक प्रदान गरेका छन्। ज्येष्ठ नागरिकहरू अमूल्य पद हुन्। उनीहरूलाई हामीले माया गर्नुपर्छ। म एक दिन मन्दिर गइरहेको थिएँ। त्यसबेला त्यसकै उतापट्टि एउटा वृद्धाश्रम थियो। त्यहाँ चौतारीमा यति धेरै मानिसहरू, वृद्ध बुढाबुढीहरू देखेर मेरो मन भारी भयो। सानोमा उही आमा बुवाले हामीलाई हुर्काए र ठुलो भएपछि हामीले उहाँहरूलाई वृद्धाश्रम किन छोड्ने? ज्येष्ठ नागरिकहरू दयाका पात्र हुन्। उनीहरूलाई भाग्य सम्झेर ज्येष्ठ नागरिकहरू दयाका पात्रहरू
सम्झेर ठानौँ। यति भन्दै म मेरो तर्कहरू यतै अन्त्य गर्न चाहन्छु। यहाँ उपस्थित हुनुभएको सम्पूर्ण सभाध्यक्ष निर्णायक मण्डल, उपस्थित हुनुभएको गुरुवर्ग र सम्पूर्ण साथीहरूमा मेरो न्यानो अभिवादन। आज विद्यालयले यहाँ आयोजना गरेको ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व भन्ने वक्तृत्व कलामा म रिवा महतो भन्नलाई धेरै खुसी छु। 6 दशकभन्दा बढी उमेरले परिपक्व, ज्ञान र विवेकले सम्पन्न र बुद्धिले खरिएका हाम्रा आग्रह जनशक्ति नै ज्येष्ठ नागरिक हुन्। ज्येष्ठ नागरिक हाम्रा परिवार, समाज र राष्ट्रका गहना हुन्। जुन पनि राष्ट्रका सामाजिक प्रकार र राष्ट्रका मूल्य मान्यता निर्धारण गर्न पनि हामीलाई ज्येष्ठ नागरिक धेरै आवश्यक हुन्छ। कुनै पनि सभा समारोहमा यस्ता ज्येष्ठ नागरिक हुनुहुँदाखेरि त्यो सभा कुनै पनि कुराको सही निर्णय लिनमा सफल हुँदछ। त्यसैले भनिन्छ नसा सभा यन्त्र न सन्तिवृत्त, अर्थात् त्यो सभा नै होइन जुन सभामा यस्ता ज्येष्ठ नागरिकको उपस्थिति हुँदैन। सर्वप्रथम हामीले ज्येष्ठ नागरिकको आदर र सम्मान गर्नुपर्दछ। आदर र सम्मान अर्थात् उनीहरूलाई गर्ने अभिवादन, नम्रतापूर्ण बोली र शिष्ट व्यवहार भन्ने बुझिन्छ। यसो गर्नाले हामी उहाँबाट आशीर्वाद पनि प्राप्त गर्दछौँ। शिक्षा, स्वास्थ्य सुविधाको पहुँच बढ्नाले मानिसको आयु वृद्धि भई ज्येष्ठ नागरिक भई बाँच्न पाउने अधिकार पाउँदछौँ। यस्तो अधिकारले व्यक्ति, मानिस र समूहले रक्षा गर्नुपर्छ। अरू विकसित देशमा ज्येष्ठ नागरिकको लागि धेरै सुविधाहरू बनेको छ, तर हाम्रो देशको संविधानमा भने यसको पर्याप्त छैन हो, तर भविष्यमा भने आशा गर्न सकिन्छ। मेरो घर नजिकै पनि एक वृद्ध आश्रम छ। हाम्रो जुन आमा बाबा उसले आफ्नो तन मन धन सबै सन्तानको पालन पोषणको लागि लगाउनुहुन्छ, उहाँहरूलाई त्यसरी वृद्ध आश्रममा छोड्नु राम्रो होइन। हामीले जहिले पनि उहाँहरूको समय बिताउनुपर्छ, उहाँहरूलाई धार्मिक तथा सांस्कृतिक समारोहहरूमा लानुपर्छ र आफ्नो धेरै जसो समय उहाँहरूलाई दिनुपर्छ। हाम्रो थोरै समय पनि उहाँहरूको लागि धेरै महत्त्वपूर्ण र धेरै खुसीको प्रतीक हुँदछ। ज्येष्ठ नागरिकले आदर सम्मान गर्नु भनेको आफ्नो पहिचान, आफ्नो संस्कृति र आफ्नो जराको आदर सम्मान गर्नु हो। र यति भन्दै म आफ्नो तर्कहरू यही समाप्त गर्दछु। धन्यवाद। आदरणीय यहाँ बसेका सबैजनालाई आज म ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्वको बारेमा भन्न गइरहेको छु। ज्येष्ठ नागरिक भनेको 60 वर्षभन्दा बढी उमेरका मानिसहरू हुन्। ज्येष्ठ नागरिकलाई हामीले सम्मान, सहयोग गर्नुपर्छ। ज्येष्ठ नागरिकबाट हामीले ज्ञान गुणहरू सिक्नुपर्छ। ज्येष्ठ नागरिकलाई मिठो मिठो खानेकुरा खानुपर्छ। हामीले ज्येष्ठ नागरिकलाई धेरै मायासँग आफ्नै घरमा हाल्नुपर्छ। धन्यवाद। निर्णायक मण्डल, उपस्थित गुरुआमा तथा मेरा प्यारा साथीहरू, म सम्मानित अध्यक्ष, व्यक्ति छात्र, ज्येष्ठ नागरिकप्रति हाम्रो दायित्व भन्ने प्रतियोगितामा सहभागी हुन पाउँदा जाँदै खुसी छु। यस्तो कार्यक्रम आयोजना गर्ने आयोजकलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु। 6 वर्षभन्दा बढी उमेरले परिपक्व, ज्ञान र विवेकले भरेका, बुद्धिले सम्पन्न हाम्रा अग्र जनशक्ति नै ज्येष्ठ नागरिक हो। आजको कोपिला भोलि फुल भएर फक्रे पनि पर्सि ओर्लाउने झैँ हामी बालबालिका केही समयको अन्तरालपछि बुढो हुन्छौँ। यही बुढ्यौली अवस्थालाई वृद्ध अवस्था भनिन्छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, आदर गर्ने, उहाँहरूको सल्लाह सुझाव लिने जस्ता अन्य कामहरूले उहाँहरूबाट आशीर्वाद प्राप्त हुन्छ। केन्द्र, प्रदेश र स्थानीय तहमा 3 विभिन्न सरकारहरूको आयोजना गरेको हुन्छ। यस्तो अवस्थामा हरेक प्रदेश र स्थानीय तहमा आफ्ना सन्तानमा संरक्षित नभएका ज्येष्ठ नागरिकलाई बस्नको लागि सुरक्षित ठाउँ र सम्पूर्ण स्वास्थ्य सुविधा दिइने गरिएको छ। विकसित मुलुक जहाँ ज्येष्ठ नागरिकका लागि पर्याप्त आर्थिक, सामाजिक, स्वास्थ्य सम्बन्धी सुरक्षा सबैको सुविधा हुन्छ, त्यहाँ वास गर्ने ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको पैसाको अभाव, स्वास्थ्य राम्रो नहुने जस्ता किसिमका समस्याहरूको
सामना गर्नु पर्दैन। हामीले पनि आफ्नो मुलुकलाई त्यसै नै गर्न सक्नुपर्छ। ज्येष्ठ नागरिकलाई सुरक्षित ठाउँ र सम्पूर्ण सुविधा दिनु हाम्रो राष्ट्रको गहन दायित्व हो। ज्येष्ठ नागरिकहरू नयाँ पुस्तालाई नेतृत्व दिने काम गर्छन्। उहाँहरूको ज्ञान, अनुभव र शिक्षा हाम्रा लागि मार्गदर्शनको काम गर्छन्। ज्येष्ठ नागरिकहरू निश्चल स्वभावका हुन्छन्। उहाँहरूको बारेमा नराम्रो सोच्नु, उहाँहरूलाई एक्लै महसुस गराउने जस्ता कामहरू गर्नु हुँदैन। तर आजकल समाजमा आधुनिकताका कारणले ज्येष्ठ नागरिकहरूलाई कहिलेकाहीँ उपेक्षित गरिने गरिन्छ। यो हामी सबैका लागि चिन्ताको विषय हो। आज हाम्रो समाजमा जति जे पनि छ सबै उहाँहरूले गर्दछ। त्यसैले समाजमा ज्येष्ठ नागरिकको पहिचान, सम्मान र गौरव कायम राख्नका लागि उहाँहरूलाई अन्तिम चरणमा पूर्ण रूपमा सहयोग र सपोर्ट दिनु। अब म यति भन्दै आफ्नो भनाइहरू समाप्त गर्न चाहन्छु। आदरणीय सम्पूर्ण साथीहरू, म सायरिका गुरुङ यहाँ ज्येष्ठ नागरिकको स्नेह र योगदान तथा राष्ट्रले उनीहरूप्रति देखाएको सम्मानको विषयमा केही विचारहरू प्रस्तुत गर्न चाहन्छु। ज्येष्ठ नागरिक भनेको उमेरले पाका भइसकेका, धेरै अनुभव बटुलेका मानिसहरू हुन्। उनीहरू हामी सबैका आमा बुबा, हजुरआमा, हजुरबुबा र घर परिवारका मूल स्तम्भ हुन्। उनीहरूले हामीलाई साना हुँदा हिँड्न सिकायो, बोल्न सिकायो र काम गर्न सिकाए र उनीहरूको भावनामा चोट पुर्याउनु हुँदैन। उनीहरूले गर्दा हामी आज पढ्न, लेख्न, काम गर्न सक्षम छौँ भने त्यो उनीहरूको योगदान हो। राष्ट्रले उनीहरूप्रति देखाएको सम्मानको विषयमा केही विचारहरू प्रस्तुत गर्छु। नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मान, सुरक्षा, सहज जीवनयापनका लागि थुप्रै कदमहरू चालेका छन्। जस्तै ज्येष्ठ नागरिक भत्ता, 60 वर्ष पुगेको नेपाली नागरिकलाई मासिक भत्ता, परिचय पत्र, ज्येष्ठ नागरिक परिचय पत्रलाई वितरण आदि सबै कार्यक्रमहरूले ज्येष्ठ नागरिकको जीवनमा सहज पुर्याएको छ। ज्येष्ठ नागरिकसँग समय बिताउनु र उनीहरूलाई एक्लो नबनाउनु हाम्रो सामाजिक र मानवीय जिम्मेवारी हो। उनीहरूको माया अमूल्य छ र उनीहरूको योगदान अपूर्णीय छ। ज्येष्ठ नागरिकको परिवार र राष्ट्रका प्रेरणाका स्रोत हुन् र उनीहरूले खारिएको ज्ञान र अनुभव हाम्रो लागि मार्गदर्शन हुन् भन्दै म मेरो विचारहरू यतै अन्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार सभा अध्यक्ष, उपस्थित गुरुवर्ग एवं साथीहरू, म शिवा थापा आज आयोजना गरेको ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व विषय वक्तृत्व कला प्रतियोगितामा बोल्न पाउँदा धेरै खुसी छु। यस किसिमको प्रतियोगिता आयोजना
परिवारका हो र म कक्षा 7बाट आएको। आज विद्यालयले आयोजना गरेको यस ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्व विशेष व्यक्तित्व कला प्रतियोगितामा बोल्न पाउँदा म धेरै खुसी छु। कानुनी मान्यता अनुसार 60 वर्षभन्दा माथिको व्यक्तिलाई नै ज्येष्ठ नागरिक भनिन्छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रको गहना हुन्। हामीले ज्येष्ठ नागरिकलाई सम्मान र आदर गर्नुपर्छ। हामीले कहिले गाडीमा चढ्दाखेरि सिट नपाएर ज्येष्ठ नागरिकहरूलाई उभिरहेको देख्छौँ। त्यही बेला हामीले हाम्रो सिट छोडेर ज्येष्ठ नागरिकहरूलाई दिनुपर्छ, किनभने उनीहरूको शरीरको अङ्ग धेरै बलियो हुँदैनन्। उहाँहरूलाई जहाँ बेला जे पनि हुन सक्छ। त्यसैले हामीले हाम्रो गाडीको सिट ज्येष्ठ नागरिकहरूलाई दिनुपर्छ। ज्येष्ठ नागरिकहरूले केही काम गर्न सक्दैनन्, त्यही भएर हामीले महिनामा 10,000 जति दिनुपर्छ। यति भन्दै म मेरो भनाइ यही टुङ्गाउन चाहन्छु। धन्यवाद। जसले हामीलाई समाएर हिँडाए, आज उनीहरूलाई हामीले ध्यान दिनु हाम्रो धर्म हो। आदरणीय सभाध्यक्ष महोदय, निर्णायक मण्डल, गुरुवर्ग र मेरो प्यारा उपस्थित साथीहरू, आज म सुवर्ण सुवेदी यस वक्तृत्व कला प्रतियोगितामा ज्येष्ठ नागरिक प्रति हाम्रो दायित्वको बारेमा केही भन्न गइरहेको छु। सर्वप्रथम मलाई यस अवसर दिनुभएकोमा म सुस्मिता म्यामलाई धन्यवाद दिन चाहन्छु र समयको महत्त्वलाई ध्यानमा राख्दै म मेरो शीर्षकतर्फ लाग्न चाहन्छु। 60 वर्षभन्दा माथिका मानिसहरूलाई ज्येष्ठ नागरिक भनिन्छ। उनीहरू अनुभवले भरिपूर्ण हुन्छन्। उनीहरूले आफ्नो ज्ञान सिप सबै राष्ट्र र समाजको लागि दिएका हुन्छन्। उनीहरू हाम्रो राष्ट्रको गहना हुन्। तर आज कतिपय ज्येष्ठ नागरिकहरू उपेक्षित छन्। कति वृद्धाश्रममा छन् भने कति घरमै एक्लोपन भोगिरहेका छन्। हामीले उनीहरूलाई ध्यान दिनु, माया गर्नु र सम्मान गर्नुपर्छ। हामीले उनीहरूलाई गर्ने व्यवहार हामीले पछि भोग्ने व्यवहार पनि बन्न सक्छ। हामीले ज्येष्ठ नागरिकबाट त चाहिने कुरा सबै लिन्छौँ, तर उनीहरूलाई चाहिने कुरा केही दिँदैनौँ। यो गर्नु गलत हो। ज्येष्ठ नागरिक हाम्रो लागि धेरै महत्त्वपूर्ण हुन्छन्। हामीले उनीहरूलाई सम्मान गर्ने, राम्रो व्यवहार गर्नुपर्छ। र यति भन्दै म आफ्ना तर्क यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद। उपस्थित गुरुवर्ग र साथीभाइहरूलाई मेरो नमस्कार। आज म यस वक्तृत्व कलामा बुढापाका मान्छेहरूलाई हाम्रो महत्त्व बारेमा भन्न गइरहेको छु। बुढापाका मान्छे भनेको 60 वर्षभन्दा माथिका मान्छे हुन्छन्। यिनीहरू आफ्ना कामहरू राम्रोसँग गर्न सकेका हुँदैनन्। हामीले यिनीहरूलाई कहीँ देख्यो भने यिनीहरूको काम गर्न सहयोग गर्नुपर्छ। यिनीहरूलाई हामीले लगेर वृद्धाश्रममा छोडिदिनु हुँदैन। यति भन्दै म आफ्नो यस भनाइलाई अन्त गर्न चाहन्छु। धन्यवाद। नमस्कार। यहाँ उपस्थित हुनुभएका गुरुवर्ग र मेरा प्यारा साथीहरू, मेरो नाम विनिका जोशी हो। म कक्षा 7खबाट आएकी। म आज ज्येष्ठ नागरिक प्रति हाम्रा दायित्व भन्ने बारेमा केही बताउन गइरहेको छु। म यो प्रतियोगितामा भाग लिएकोले धेरै खुसी छु। ल सुरु गरौँ है त। ज्येष्ठ नागरिक भनेको 60 वर्ष वा 60 वर्षभन्दा
माथिका व्यक्तिहरूलाई भनिन्छ। ज्येष्ठ नागरिक जति बुढापाका भए नि हामीभन्दा बढी ज्ञान, सिप, अनुभव र कलाहरू हुन्छन्। हामीले ज्येष्ठ नागरिकको कसरी सम्मान र आदर गर्ने भनेर सिक्नुपर्छ। हाम्रो जीवनमा ज्येष्ठ नागरिकहरूको धेरै ठुलो महत्त्व छ, किनभने उहाँहरूले हामीलाई नयाँ नयाँ कुरा सिकाउनुहुन्छ, नयाँ ज्ञान दिनुहुन्छ, अनुभवहरू नि सिकाउनुहुन्छ। ज्येष्ठ नागरिक हामीलाई भगवान जति नै हुनुहुन्छ, किनभने उहाँहरूले हामीलाई नयाँ ज्ञानहरू सिकाउनुहुन्छ, आशीर्वादहरू दिनुहुन्छ। आजकलको मानिसहरूले आफ्नो व्यापार व्यवसायहरूमा लागेर आफ्नो बुबा आमाको भावना नबुझेकोले वृद्ध आश्रम कि त रोडतिर छोड्नुहुन्छ। हामीले त्यस्तो कहिले पनि गर्नु हुँदैन, किनभने उहाँहरूले हामीलाई बच्चा बेलादेखि पालिरहेका हुन्छन्। यदि उहाँहरूले नि हामीलाई यही गरेको भए हामी अहिले यो ठाउँमा पुगेका हुँदैनौँ। ज्येष्ठ नागरिकप्रति हाम्रा दायित्वहरू, हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ, मद्दत गर्नुपर्छ र यदि उहाँहरूलाई केही कुराहरू भन्नु छ भने हामीलाई भन्नुहुन्छ। एउटा नेपालीमा उखान पनि छ, आगो ताप्नु बुढाको र कुरा सुन्नु बुढाको। यो भनेको हामीले बुढाको आगो ताप्नुपर्छ, तर बुढापाकाहरूको कुरा नै सुन्नुपर्छ। यति भन्दै म आफ्ना वाक्यहरूलाई टुङ्ग्याउन गएको छु। धन्यवाद।